कांग्रेस नेता डाक्टर सुनिल शर्माले यसरी जुनी जुनी अमर बनाए आफ्ना मातापितालाई। शर्माद्वारा मातापिताका नाममा विद्यालयलाई करोडौं सहयोग। विद्यालयको नाम परिवर्तन गरी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखियो। 21औं शताब्दीको भौतिक दौडमा मानिस दिन प्रतिदिन आफ्नै कर्तव्य बिर्सदै गएको छ। छोराले मातापिताप्रति निर्वाह गर्नुपर्ने कर्तव्य, शिष्यले गुरुप्रति देखाउनुपर्ने श्रद्धा र नागरिकले राज्यप्रति बोक्नुपर्ने जिम्मेवारी, यी सबै शब्दहरू मानिसको चेतनाबाट क्रमशः हराउँदै गएका छन्। आजको समाज स्वार्थको गतिमा दौडिरहेको छ, जहाँ परिवार कमजोर बन्दैछ, समाज टुक्रिँदैछ र संवेदना मौन हुँदै गएको छ। मातापिताले आफ्ना आवश्यकता पूरा गर्न छोडेको दिन उनीहरूको जीवन कि त वृद्धाश्रमको पर्खालभित्र सीमित हुन पुग्छ, कि त आफ्नै घरभित्र उपेक्षाको चिसो छायामा हराउँछ। तर अँध्यारो रातमा पनि कहिलेकाहीँ चन्द्रमामा चाँदीको उज्यालो घेरा बाँकी रहन्छ। त्यो उज्यालोले संसारमा अझै आशा बाँकी छ भन्ने सन्देश दिन्छ। समाज पुरै अँध्यारै छैन, अझै उज्यालो चिर्ने केही किरणहरू जन्मिरहेका छन् भन्ने प्रमाण दिन्छ। आजको कथा त्यही उज्यालो किरणको हो। एउटा यस्तो कथा जसले समाजमा फैलिएको निराशा मात्रै चिर्दैन, कर्तव्यबोध, समर्पण र मानवीय संवेदनाको गहिरो अर्थ पनि सम्झाइदिन्छ। मोरङ क्षेत्र नम्बर 3 का निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनिल कुमार शर्माले आफूले अध्ययन गरेको र बाल्यकालको महत्त्वपूर्ण समय बिताएको मोरङ रतुवामाई नगरपालिका 9 स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौंको सहयोग प्रदान गरेर असल विद्यार्थीका रूपमा आफ्नो कर्तव्य मात्रै पूरा गरेका छैनन्, जुनी जुनीसम्म मातापिताको नाम अमर रहने काम गरेर एउटा असल पुत्रको परिचय पनि दिएका छन्। उनको अतुलनीय योगदानपछि नाम परिवर्तन भई अब यो विद्यालय सदाका लागि श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय बनेको छ, जहाँ हरेक इट्टामा मातृ ऋण र गुरु ऋणको कथा लेखिएको छ। यो कथा सुरु हुन्छ विक्रम सम्वत 2022 सालबाट। स्थानीय समाजसेवी नरेन्द्र बहादुर थापाले आफ्नै स्वामित्वमा रहेको 1 बिघा 1 कट्ठा 5 धुर जग्गामा श्री जनता माध्यमिक विद्यालय स्थापना गरेका थिए। यो एउटा साधारण सामुदायिक विद्यालय थियो। अनेकौं समस्याका बीच विद्यालय चलिरहेको थियो। दिन प्रतिदिन आवश्यकताका पहाड थामी नसक्नु बन्दै गएका थिए। तर दशकौंपछि परिस्थिति फेरियो, किनकि कुनै समय त्यही विद्यालयमा अनेकौं पारिवारिक दुःख कष्ट भोगेर शिक्षा हासिल गरेका एकजना विद्यार्थी देशकै होनहार डाक्टर, समाजसेवी, मेडिकल व्यवसायी र जनताका प्रिय नेता बनेर गाउँ फर्केका थिए। ती व्यक्ति अरू कोही नभएर उनै सुनिल शर्मा थिए, जसले आफ्ना दुःखका दिनमा त्यही विद्यालयबाट शिक्षा हासिल गर्ने अवसर पाएका थिए, आफ्नो महत्त्वपूर्ण बालापन बिताएका थिए। तर विद्यालयले भने अझै पनि उही अभाव र समस्या झेलिरहेको थियो। अझ भनौं, कुनै यस्ता दाताको प्रतीक्षामा थियो जसले ती सबै आवश्यकता पूर्ति गर्न सकोस् र चर्मराएका निर्जीव भित्ताहरूलाई मात्र होइन, सम्पूर्ण विद्यालयकै मुहार हँसिलो बनाउन सकोस्, चम्काउन सकोस्। त्यो खबर सुनेपछि विद्यालय पुगेका डाक्टर शर्मा कैयौं रात निदाउन सकेनन्। कारण ठूलो थिएन, तर उनलाई आफ्नो कर्तव्य बोध र सेवाभावले हरपल खचखच्याइरह्यो, निदाउनै दिएन। एकातिर उनी शिक्षाको उज्यालोतिर डोर्याएर आफूलाई यो अवस्थासम्म पुग्न सिँढीको काम गर्ने विद्यालयको स्तर उन्नति भएको हेर्न चाहन्थे भने अर्कोतिर त्यो प्रयासमा आफ्ना मातापितालाई पनि जोडेर पुस्तौं पुस्तासम्म उनीहरूको नाम अमर बनाउन चाहन्थे। अझ भनौं, दुवै ऋणको भार एकैपटक उठाउन चाहन्थे, मातृ ऋण अनि गुरु ऋण। उपाय त्यति सहज त थिएन, तर जहाँ इच्छा त्यहाँ उपाय। विद्यालयलाई ठूलो सहयोगको आवश्यकता थियो अनि शर्मा विद्यालयको नामसँग आफ्ना मातापिताको नाम जोडियोस् भन्ने चाहन्थे। त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर कार्की, प्रधानाध्यापक ईश्वर खनाल लगायत शिक्षक र स्थानीय वृद्धिजीवीसँग व्यापक छलफल भयो र विद्यालय व्यवस्थापन समितिले सुनिल शर्माका मातापिताको नाममा विद्यालयको नामाकरण गर्ने प्रक्रिया
अघि बढायो अनि त्यो निवेदन रतुवामाई नगरपालिकासम्म पुग्यो। त्यसपछि नगरपालिकाले विद्यालयको नाम व्यक्तिका नाममा नामाकरण गराउन चाहे 2 करोड बराबरको चल अचल सम्पत्ति दान दिनुपर्ने मापदण्ड बनाएर निवेदकको पक्षमा निर्णय गर्यो। विद्यालयको नाम परिवर्तन गर्नुअघि रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन 2082 तेस्रो संशोधन सहितको दफा 26 को उपदफा 2, 3 र 4 बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरियो। नगरपालिकाको निर्णय 2 करोड दिए पुग्ने भए पनि विद्यालयको आवश्यकता भने त्यसको दोब्बर थियो। त्यसैले मनकारी सुनिललाई विद्यालयको आवश्यकताका अगाडि नगरपालिकाको 2 करोडको हदबन्दीले रोक्न सकेन। उनी 4 करोडको लगानीमा विद्यालय हातामा 10 कोठे अत्याधुनिक कम्प्युटर ल्याब र शौचालय सहितको भवन निर्माणका लागि सहयोग गर्न तयार भए र स्कुल प्राङ्गणमा आफ्ना मातापितालाई साक्षी राखेर भव्य कार्यक्रमका बीच 6400 वर्ग फिटमा निर्माण हुने भवनको शिलान्यास गरे। अर्थात् उनले एकै स्थानमा उभिएर गुरु ऋण र मातृ ऋण तिरे अनि जुनीसम्म आफूलाई जन्म दिने मातापिताको नाम अमर बनाए। यसरी जनता माध्यमिक विद्यालय अब सदाका लागि श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय भयो। अझ रोचक विषय के छ भने अहिलेको राजनीतिक दाउपेचको युगमा डाक्टर शर्माले गरेको यो सहयोग उनको आफ्नो निर्वाचन क्षेत्र मोरङ 3 भित्र पर्दैन। डाक्टर शर्मा यतिमा मात्रै रोकिएनन्। शिलान्यास कार्यक्रममा उनले MBBS, BDS लगायत काठमाडौँ मेडिकल कलेजमा उपलब्ध सबै विषयहरूमा PhD सम्मको अध्ययनका लागि थप 1 करोड रुपैयाँ बराबरको छात्रवृत्ति पनि घोषणा गरे। उक्त छात्रवृत्ति मध्ये 50 लाख रुपैयाँ विद्यालयलाई जग्गा उपलब्ध गराउने नरेन्द्र बहादुर थापाको नाममा राखिएको छ भने बाँकी 25-25 लाख गरी 50 लाख रुपैयाँ डाक्टर शर्माका हजुरबुबा गुणलाल न्यौपाने र जिजुबुबा गणपति न्यौपानेका नाममा राखिएको छ। यो कार्यले शिक्षामा गरिएको लगानी राष्ट्र निर्माणको सबैभन्दा दिगो आधार हो भन्ने विश्वास मात्रै दिलाएको छैन, स्थानीय समुदाय तथा भावी पुस्ताको उज्जवल भविष्य निर्माणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने छ भन्ने प्रमाणित गरेको छ। भवन शिलान्यास कार्यक्रममा डाक्टर शर्मालाई आफू पढेको विद्यालय र शिक्षकहरूले गरेको न्यानो स्वागतले निकै भावुक बनायो। त्यति बेला उनले विद्यालयका संस्थापकहरूले गरेका दुःख र सङ्घर्षका कथा मात्रै स्मरण गरेनन्, उक्त विद्यालयले आफूलाई आजको स्थानसम्म पुर्याउन सहयोग गरेकोमा हृदयको अन्तस्करणबाट धन्यवाद पनि दिन भ्याए। भने एउटा असल मानिसको योगदानले हजारौंको भविष्य निर्माण हुन सक्छ। विद्यालयप्रतिको ऋण तिर्ने उद्देश्यले शिक्षा क्षेत्रमा यो सहयोग गरेको हुँ। कार्यक्रममा सहभागी हुन आएका शर्मालाई पञ्चे बाजा सहित भव्य स्वागत गरिएको थियो। यति ठूलो काम प्राप्त भएपछि यसलाई औपचारिक रूपबाटै अनुमोदन गरियो। कार्यक्रममा उपस्थित रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर सिंहले डाक्टर शर्मालाई महान दाताका रूपमा स्मरण गर्दै उनको योगदानको खुलेर प्रशंसा गरे। उनले धन हुने व्यक्ति धेरै भए पनि यति मनकारी, निस्वार्थ अनि समाजप्रति समर्पित दानवीर विरलै देखिने यथार्थ प्रष्ट पारे। यति मात्रै होइन, उनले डाक्टर शर्माको यो सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गर्न पनि कन्जुसाई गरेनन्। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गणेश उप्रेतीले डाक्टर सुनिल शर्माको यो सहयोगले विद्यालयका विद्यार्थीहरूमा पढाइप्रति थप आत्मविश्वास र हौसला पैदा भएको बताए। आवश्यक पूर्वाधार, छात्रवृत्ति र प्रोत्साहन उपलब्ध भएपछि अब यो विद्यालयका विद्यार्थीहरूले निजी बोर्डिङ स्कुलका नतिजालाई समेत चुनौती दिन सक्ने उनको विश्वास छ। यस्तै नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले डाक्टर सुनिल शर्माले शैक्षिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा मात्रै गरेनन्, यस्तो कार्य त्यही विद्यालयबाट सक्षम बन्दै गएका अन्य भूतपूर्व विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत हुने विश्वास पनि व्यक्त गरे। स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा डाक्टर शर्माको योगदानलाई शिक्षा क्षेत्रमा उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा मात्रै लिएको छैन, मातापिता र गुरुप्रतिको सच्चा समर्पण र कर्तव्य बोधका रूपमा पनि हेरिएको छ। विद्यालयलाई गरिएको यो सहयोग केवल आर्थिक सहयोग मात्रै नभएर
भावी पुस्ताका लागि देखाइएको सत्मार्गको बाटोको रूपमा पनि लिइएको छ। किनकि अब यो स्कुलबाट उत्पादन हुने हरेक असल विद्यार्थीले केवल आफ्ना लागि मात्रै काम गर्ने छैनन्, सम्पूर्ण समाज, देश र मानवीय कर्ममा आफूलाई समाहित गराउनेछन्। आफ्ना मातापिता र गुरुप्रति गर्ने कार्यका लागि प्रेरणाका स्रोत बन्नेछन् अनि समाजमा एउटा उदाहरण बनेर असल नागरिकको परिचय स्थापित गर्नेछन्, डाक्टर सुनिल शर्माले देखाएकै पच्चाप अगाल्दै। अर्थात् सम्पत्ति भएर मात्रै हुँदैन, मन पनि हुनुपर्छ भन्ने यथार्थ मनन गर्नेछन्।